मान्दैन। नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै। के छ त नि खबर? सुन्तला गुलियो खेसार जम्तो लागुयो जे सके छ र आयो कुरेर बसे आयो। मलाई गतिलेरी खान दिन्न चोर्नी गाडेको पिठो पनि छोडिदिएँ मैले। अर्को आमाले जारी चिजिएर गहना राखिएर जारी चिजिएर फेरि पहिला लगाइदिएको बोइ बिउ खाले। अनि अहिले रुँदै बस्दैछु। चिसोसँग नहुँदै राडी भएको। मेरो छोरी 3 महिनाको थिए, छोरो 1 वर्ष 6 महिनाको थियो। छोराले छोडेर गयो। जीवन साथी दैवले लयो। जीवन साथी दैवले सातपुरले खाइदियो। एउटा छोरो दैवले लैदियो। अहिले एक्लै अनि छोराले कति वर्ष छोडेर जानुभयो त नि? छोराले कति वर्ष थियो, कति वर्ष के भयो, के भएर त्यस्तो भएको? 25 वर्ष 25-26 वर्षको थियो। दुलै गतिले थिएन। के बिमार उठो, डाक्टर पोखरा लाँदा 6 महिना फेरि बेडमा बस, फेरि खा, फेरि सुत हुन मानेन। स्वास्नीले सुन्न मानिने गतिले थिएन। एउटाको न्यालो हुने स्वास्नी बस्न हुन्न भनेको डाक्टरले, त्यसले छोड्दै छैन। त्यसले मैले सम्हाल्न सकिनँ। के भनिन्छ नि। अनि कतिवटा अन्त नि नाति नातिना? यो नातिले भन्दा भन्दै मान्दैन गरौँ। एउटा छोरो जन्माएर मरी भाग्यै त्यस्तो रहेछ, त्यसलाई त्यस्तै लेखेको। भाग्यले हो कि कर्मले पारेको हो कि त्यसलाई सत्तुर लाएर त्यस्तो भएको हो कि बिचमा कोही सत्तुर लायो कि बिचा छोडेर जानु पर्यो। बिचा छोडेर जानु पर्यो। अब कस्तो हुने हो, कस्तो मिल्ने हो, म कोसित रुने हो, गाचा बस्ने हो। मेरो फिर्ता कसले गर्यो? नाति नातिना छन्। छोरीले नातिनीले आफै सम्हाल्नु पर्यो। छोरो बाहिर देश जाने हो भन्छ। एउटा मलाई चित्त बुन्ने कुरा गर्दैन। बारी आएर बसेको, तपाईँ आएर बसेको कति भयो? जीवाका पालाबाट म त उहिल्यै बाडा भएको। कति साल भयो? अहिले 84 गरे पनि 3 वर्ष भयो यहाँ आएर बसेर, यहाँको खेतीपाती गरेर बाउचो खनेर।